नेपाली हुनुको अर्थ के हो त? हामी उत्तर खोज्दै हिँड्यौँ, ठुला ठुला राजनीतिक जमघटमा, साहित्यमा, बाटोपाटी पौवामा। उत्तर भेटियो त्यस्ता जिन्दगीहरूमा जो हरेक दिन आफ्नो जीविकोपार्जन चलाउन सङ्घर्ष गर्छन् अनि त्यसमै खुसी भेट्छन् र नेपाली हुनुको अर्थ पनि। मैले काम त गाह्रो गरेर सिकिरहेको सानैदेखि। जस मलाई यो इन्ट्रेस्ट मोटरसाइकल बनाउन इन्ट्रेस्ट थियो, बाइकहरू बनाउन, त्यसैले मैले अहिलेसम्म यही बनाइरहेकै छु आएदेखि। अहिले मैले काम पनि धेरै जानिसकेँ। मेरो घर त अब सर्लाही भन्ने ठाउँमा हो। म सानैमा काठमाडौँ आएको 15 वर्ष, त्यही 12-15 वर्ष भयो। मसित नागरिक त छैन, मेरो अहिले चिनजान पनि कोही छैन। अब यो त काठमाडौँ मात्र हो मान्छेहरू चिनेको, गाउँको त मलाई केही थाहा पनि छैन। अहिले एकअर्कामाथिको भरोसा अनि सहयोग गर्नु नै मेरो लागि नेपाली हो जस्तो लाग्छ। म प्रेस लाइनको मान्छे हो। म प्रिन्टिङ प्रेसको मान्छे। प्रिन्टिङ प्रेसबाट छोडेर म यता आएको मान्छे हो। त्यही हिसाबले त्यो राजनीतिक परिवर्तनको जुन छ नि, त्यो हिसाबले धेरै नै व्यापारमा असर गरिरहेछ, धेरै नै असर गरिरहेछ। नेपाली एक भएर एकरूपता हुनु पऱ्यो नि त, त्यो हिसाबमा जानु पऱ्यो। एकरूपता हुनु पऱ्यो अनि एकरूपता भएपछि मात्र नेपाली भनेर आउँछ नि त। सबै हामी नेपाली हौँ भनेर हुनु पऱ्यो नि त। अहिले त कस्तो भन्दा खुट्टा तानी प्रविधिले गर्दा पनि नेपाली भन्नु, उसले पायो उसले गिराउने, उसले पायो उसले, जसको पक्षमा पाए त्यसमा। त्यो हिसाबले युवाहरू विदेश नजाओस् भन्ने मेरो सिद्धान्त हो। नजाओस् या आफ्नै देशमा पसिना बगाओ, अर्काको देशमा बगाउनुभन्दा आफ्नै देशमा राम्रो हुन्छ मेरो हिसाबले। यो कामै गरे तपाईँको 10औं वर्ष भइसक्यो। तर यहाँ चाहिँ सुरु गरेँ सार्टमा गरेँ, इन्डियामा गरेँ, हिमाचल, लद्दाख, गोवा, कश्मीर। काम अब मलाई चाहिँ सजिलो लाग्छ, किनभने कामलाई अब आफ्नो सम्झेर कामलाई पूजा गर्नु हो। यदि कामलाई पूजा गरेर कामै ठुलो भन्यो भने सजिलो हुन्छ। अब काम गर्न अल्छी मान्यो भने कुनै पनि काम गाह्रो हुन्छ। पहिलाको हिसाबले त राम्रै थियो, पनि नेपाली भन्ने त्यो गर्व हुन्थ्यो, एउटा नाम देशको। अब अहिले त नेपालीहरू पनि आफ्नो काम गर्ने धारणबाट बाहिर गर्छ। अलि आफूलाई मतलब एजुकेटेड भए पनि तपाईँ कामतिर मन नलगाउने र खालि अरू नै विदेशी संस्कृतितिर विदेशतिर मात्रै हेर्ने र यहाँ हुनुपर्ने चिजहरूलाई विकास गर्नु नसकेको स्थिति अब अलिक दुःखै लाग्छ।